हेलो साथीहरू, सेवा अथवा सेवारो हाम्रो चाहिँ संक्रान्तिको लागि हो। मम्मीले रोटी बनाउँदै हुनुहुन्थ्यो अनि यता तरुलहरू, सुथनी, पिँडालु के थियो। अनि म चाहिँ तल भाउजूकोमा गएँ। भाउजू घाँस काट्दै हुनुहुन्थ्यो अनि गएको भाउजूले चाहिँ मेरो टिकटक बनाइदेऊ न भन्दै यहाँ के भन्दै हुनुहुन्छ। अनि भाउजूलाई नि मैले भने हाम्रो घर जाऊँ न, त्यहाँ मम्मीले रोटी बनाउनु भएको छ भनेको। भाउजू नि आउनुभयो अनि रोटी खानुभयो अनि जानुभयो। अनि यो चाहिँ हाम्रो बिहानको है, हामीले बिहान खाएको। यो चाहिँ चाहिँ मेरो मम्मी, हामीले बिहान खाएको। अनि म त्यो तरुलहरू खाएर पर जाँदाखेरि सुँगुर यति काटिसक्नु भएको रहेछ। अनि रोटी पनि पोल्न थियो हामीले। अनि रोटी पोल्नको लागि पिठोहरू मुसेर रोटी बनाउन थाल्यो। फर्स्टको रोटीहरू राम्रो छैन, अलिक पिठो धेरै थियो, त्यही भएर दुईपट्टि रोटी बनाउन थाल्यो। फेरि यति धेरै धुवा थियो नि आगोमा, म चाहिँ रुएर धुवाले यस्तो रुवाइरहेको थियो मलाई। अनि रोटीहरू बनायो अनि धुवा पनि यति धेरै थियो नि, अनि सकिन लाग्यो। रोटी चाहिँ त्यति बनायो हामीले, राम्रो नराम्रो जे भए पनि बनाउनु चाहिँ बनायो। म चाहिँ धुवाले सकिन, यति धेरै। अनि घर आएँ, घरमा आएर अनि म चाहिँ घरमा आएर फेरि गएँ है, पर जानको लागि तयार भएर फेरि म गएँ। अनि जाँदाखेरि दादाहरूले पर टुङबाको लागि पानी तताइरहनु भएको रहेछ, भन्न नि आउँदैन। अनि त्यसपछि चाहिँ हाम्रो डान्स अब आउँछ, हेर्नु होला है त। यो चाहिँ 2 गतेको